परमेश्वरमा असल भन्ने केही छैन। सबै कुरा हुन्छ हुन्छ भनेपछि हुन्छ, बनिसक्यो भनेपछि बनिसक्यो, दिइसक्नु भयो भनेपछि दिइसक्नु भयो। के हामीले अब अन्न बाली लगाइरहेका छौँ, हामीले फल पाउँछौँ भनेर हामीले बिउ रोपेका हुन्छौँ भने हामीले फल भित्राउन पाउँदैनौँ, हामीले खान पाउँदैनौँ। त परमेश्वरमा हामीले पाउने आशा गरेर परमेश्वरमा विश्वास गर्यौँ भने के हामीले नपाउने कुरा कुनै छ र? सबै कुरा दिनुहुन्छ। जन्म र मृत्यु त परमेश्वरको हातमा छ। कोही जानुहुन्छ, कोही रहनुहुन्छ, तर परमेश्वरको सन्तान भएर जानुभएको छ। सबैले उहाँको लागि प्रार्थना गर्नुपर्छ। कुनै निन्दा भयो कि कुनै केही भयो कि भनेर हामीले कहिल्यै हेर्ने होइन। परमेश्वरको सन्तान भएर जानुभएकोमा हामी प्रार्थना गरेर स्वर्गमा उहाँको बास होस् भनेर सबैले माग्नुपर्छ। घटी कमी कुरालाई हेर्ने होइन, उन्नति र प्रगति दिएको कुरालाई हेर्नुहोस् र दुष्टलाई देख्नुहोस्, परमात्माको महिमा देख्नुहोस्। परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु। परमेश्वरले भन्नुभएको छ, मेरो सन्तान तिमीहरूले जति मलाई खोज्छौ त्यति तिमीहरूले पाउनेछौ, तिमीहरूले भेटाउनेछौ। तर तिमीहरूले हालतमा, कष्टमा, समस्यामा मात्रै मलाई सम्झिन्छौ नि, त्यति बेला मेरो ढोका बन्द भइसकेको हुन्छ। त्यो बन्द हुनुभन्दा अगाडि नै तिमीहरूले ममा विश्वास गर र ममा ढुक्क रहौ, सधैँ ममा बसिराख, आत्मा दिइराख, अन्य भाषा गरिराख, प्रार्थना गरिराख, मेरा वचनमा डुबिराख, मेरा महिमामा आइराख, मेरो सभाघरमा आएर मेरो प्रशंसा गर, स्तुति आराधना गर। त म तिमीवाला पिता तिमीहरूको सङ्गमा छु, तिमीहरूको अङ्गमा छु। मेरो सन्तान ढुक्क रहु, जहाँ ढुक्क त्यहाँ सुख आनन्द मिलाइ। परमात्मालाई धन्यवाद गर्छु। गुरु येशू मसीहको नाममा। कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ? हिजो हामी त्यो हालतमा थियौँ, त्यो दुःख कष्टमा थियौँ, त्यो समस्यामा थियौँ, तर आज परमात्मा आत्मामा हुनुहुँदो रहेछ होइन हजुर? यस्तो पिता चिन्न पाउने, यस्तो महान पिता चिनाउनु हुने हाम्रा यस्ता अग्रज गुरुलाई शिरभन्दा माथि गुरु येशू मसीहको नाममा होइन। तिमीहरू राईको दाना जति विश्वास गर्यौ त तिमीहरूलाई दिएको छु भने तिमीहरूले त राईको मात्रै दाना जति मात्रै गरेका छैनौ नि, तिमीहरूले पुरा आत्मा दिएका छौ भने के तिमीहरूलाई म पालै पालो? कुन अगाडि दिनुपर्ने हो, कुन पछाडि दिनुपर्ने हो? सबै म सेयर बाहेक होइन, क्रमैसँग म तिमीहरूलाई दिनेछु। त्यसमा विश्वास गर, ढुक्क रहु। परमेश्वरले भन्नुभएको छ भने आनन्द गर्नुहुन्न त, विश्वास गर्नुहुन्न त? कसले विश्वास गरेको छैन? हात उठाउनुहोस् त। विश्वास गर्नुभएको छ कि छैन? छ नि त। त्यही हातले परमात्मालाई जति पानी हामीलाई जरुवाको पानी खानु छ, एकदम अचल पानी खानु छ, हामीले धेरै फाल्टो गर्नुपर्छ, धेरै गहिराइमा डुब्नुपर्छ। त परमेश्वरलाई पाउनको लागि र हामीले दिएको शक्ति सामर्थ्य परमेश्वरले दिनुभएको त्यो शक्ति सामर्थ्य पाउनलाई हामीले केमा डुब्नु पर्यो? जसरी पानी खानलाई गहिराइमा डुब्नुपर्छ, गहिराइमा जानुपर्छ, त्यसै गरी अन्य भाषा र प्रार्थनाको गहिराइमा डुब्नुहोस्। परमेश्वरलाई पाउनको लागि, आफूले गवाई वचन शिक्षा पाउनको लागि, हाम्रो घर परिवारमा उन्नतिको लागि, प्रगतिको लागि, आइसोबाटाहरूमा उन्नतिको लागि अन्य भाषा र प्रार्थना निरन्तर गर्नुहोस् त, डुब्नुहोस् त। हजुरहरूको कुनै काम अधुरो रहने छैन। परमात्माले पुरा दिइसक्नुभयो। परमात्मालाई ढुक्क रहनु होला। खोइ के हो, हजुरहरूले बोट रोप्नुहुन्छ, दुईटा बोट रोप्नुहुन्छ, एउटामा मलजल गर्नुहुन्छ, त्यसलाई कोट्याउनुहुन्न, अर्को बोट रोप्नु भएको छ, त्यसलाई चाहिँ फलेको छ कि छैन, सरेको छ कि छैन,
त्यसलाई कोट्याउँदै हेर्दै उचाल्दै राख्दै गर्नुभयो भने के हुन्छ? एउटा फस्टाउँछ, एउटा मर्छ, होइन? त्यसै गरेर हामीले यो ठिक भएको छ कि छैन, के छ भनेर गणगण गरिराख्यो भने के हुन्छ? त्यो कहिले पनि त्यो दुष्ट आत्मालाई बोलाइराखेको खोइ के हो त्यो? यो त यतिकै थियो, यस्तै छ। हामीले आफ्नो नजरले, परमेश्वरको नजरले, होइन, वचनले, परमेश्वरका वचनले ठिक भएको देखाएको छौँ। तर जसले जो मान्छेलाई गवाई पाउनु पर्ने हो उसले चाहिँ त्यो छैन, भएको छैन भन्ने मन बनायो भने त्यो जस्ताको जस्तै, जस्तो बिरुवा उखालेर सार्दै, रोप्दै, उखाल्दै, सार्दै त्यो पहेँलो भएर जान्छ नि, कुहिएर जान्छ नि, सडेर जान्छ नि, त्यो होइन, सुकेर जान्छ नि, हो त्यस्तै गरेर सुकेर जान्छ। तर म ठिक भइसकेँ, म तयार भइसकेँ, मलाई यो परिवारमा सुख शान्ति आनन्द मिलिसक्यो भनेर ढुक्क भएर त्यहाँ अन्य भाषा प्रार्थना परमेश्वरमा विश्वास गर्नु हो भने हजुरहरूलाई सबै कुल क्षेत्रबाट परमेश्वरले दिनु सक्नुभयो।